दुई भाग हुन्छन् रूट सिस्टम र सुट सिस्टम। तलका भागलाई चाहिँ रूट सिस्टम भनिन्छन्, माथिको भागलाई चाहिँ सुट सिस्टम भनिन्छ। त अधिकांश भाग के हुन्छ बिरुवाको माथि हुन्छ, सुट सिस्टममा नै हुन्छ। यो चाहिँ रूट सिस्टम हो। त रूट पनि दुई प्रकारको हुन्छ, एउटा ट्याप रूट सिस्टम हुन्छ, एउटा चाहिँ फाइब्रस रूट सिस्टम हुन्छ। अब जस्तै ट्याप रूट सिस्टम केलाई भनिन्छन् त रूटबाट जराबाट अरू जराहरू निस्केको हुन्छ र त्यो अरू जराबाट फेरि त्यसको हाँगाहरू निस्केको हुन्छ, त्यसलाई चाहिँ ट्याप रूट सिस्टम भनिन्छ। त्यसलाई चाहिँ के भनिन्छन् ट्याप रूट सिस्टम। र जस्तो पनि बिरुवा हुन्छन् त्यसमा फाइब्रस रूट हुन्छ, जस्तै एकै ठाउँबाट चारैतिर जरा फैलेको हुन्छ। जस्तै प्याजको जरा हेरे होला तिमीहरू, त्यो धानको जरा हेरे होला हैन, एकै ठाउँबाट चारैतिर हाँगाहरू निस्केको हुँदैन, त्यो एकै ठाउँबाट एउटै पोइन्टबाट चारैतिर निस्केको हुन्छ, त्यो चाहिँ फाइब्रस रूट हो। त रूट चाहिँ दुई प्रकारको हुन्छ, बुझ्यौ तिमीहरू? ल अब चाहिँ यो हेर माथिको सुट सिस्टम। माथिको सुट सिस्टममा यो स्टेम हुन्छन्, पात हुन्छन्, ब्रान्च हुन्छन्, फल हुन्छन् हैन, फुल हुन्छन्। अब हेर त यो स्टेम छ, स्टेम सपोर्ट्स द प्लान्ट। स्टेमको काम के हो? प्लान्टलाई सपोर्ट गर्ने, यानी कि प्लान्टलाई सहारा दिने, उभ्याउने, ठाडो पारेर राख्ने। त्यस्तै यो हो यो पात, लिफ पर्फर्म्स फोटोसिन्थेसिस। पातले के गर्छन्? फोटोसिन्थेसिस यानी कि प्रकाश संश्लेषण विधिबाट जुन खाना बनाउँछन् त्यसलाई चाहिँ फोटोसिन्थेसिस भनिन्छ। यो प्रकाशको उपस्थितिमा, सूर्यको प्रकाशको उपस्थितिमा के गर्छन्? कार्बन डाइअक्साइड लिन्छन् र त्यो चाहिँ खाना बनाउँछन्। त्यो चाहिँ क्लोरोफिलको पातमा के हुन्छ? क्लोरोफिल हुन्छन्, क्लोरोफिलको मद्दतले के हुन्छन्? खाना बनाउने गर्छन्। त्यसलाई चाहिँ फोटोसिन्थेसिस भनिन्छ। त्यस्तै फ्लावर हेल्प्स इन रिप्रोडक्सन। यो फ्लावर के हुन्छ? रिप्रोडक्सनमा यानी कि प्रजननमा सहयोग गर्ने गर्छ। फ्लावरमा चाहिँ भाग, रिप्रोडक्सनमा चाहिँ भाग लिने गर्छ। त्यस्तै हो यो फल, फ्रुट प्रोटेक्ट्स द सीड्स। फलले के गर्छन्? बिउलाई चाहिँ बचाएर राख्छन्, बिउलाई चाहिँ रक्षा गर्छन्। बिउबाट के हुन्छन्? फेरि नयाँ बिरुवाको उत्पत्ति हुन्छ, जन्म हुन्छ। र यसमा चाहिँ काण्ड जुन छ हैन, त्यो मात्र चाहिँ यो चाहिँ उभ्याएर मात्र राख्दैन, यो चाहिँ सपोर्ट मात्र दिँदैन। यो जराबाट जति चाहिँ पानी र खनिज तत्त्व हुन्छन् त्यो चाहिँ त्यो प्रत्येक भागमा पुर्याउने पनि काम गर्छ। र यस्तै फलमा पनि विभिन्न भाग हुन्छ हैन, माथिको बोक्रा हुन्छन्, त्यो भित्र हुन्छन् त्यसलाई हामी फलको मेन भाग भन्छौँ हैन। त्यसपछि बिउ हुन्छन् त इत्यादि भागहरू हुन्छन्। त्यस्तै फुलमा पनि विभिन्न भाग हुन्छन् हैन, सेपल, पेटल, पिस्टिल, स्टामेन, त्यो कैलिक्स, कोरोला, एन्ड्रोसियम, गाइनोसियम, यो भागहरू हुन्छन्। सबै भागको आफ्नो कामहरू छन्। अब छ ट्रिज आर बिग प्लान्ट्स। रुखहरू के हो? ठुलो बिरुवा हो। दे हेभ वेल डेभलप्ड ट्याप रूट्स, स्ट्रङ स्टेम एन्ड लिव्स। उनीहरूको जुन चाहिँ जरा हुन्छ, उनीहरूको जरा हुन्छ विकसित हुन्छ र त्यसमा ट्याप रूट सिस्टम हुन्छ। र यो चाहिँ ठुलो खालको बिरुवा हो, यसको सबै कुराहरू राम्रो विकसित भएको हुन्छ। ल आज तिमीहरूको यो फ्लावरिङ प्लान्टको बारेमा, यसको स्ट्रक्चरको बारेमा पढाइदियो। भोलि चाहिँ नन फ्लावरिङ प्लान्टको बारेमा पढाउँछु, त्यसको स्ट्रक्चर कस्तो हुन्छन् त्यसको बारेमा भोलि पढाउने गर्छु। भोलि चाहिँ यो फ्लावरिङ प्लान्टको यो चित्र, यस्तै चित्र भोलि बनाएर ल्याउने र पुरै भागहरूको नाम लेख्ने र कलर पनि गरेर ल्याउने। बुझ्नुभयो सबजना?